छैन। ल अब आज चाहिँ हाम्रो नयाँ भिडियोमा तपाईँहरूलाई फेरि स्वागत गर्दछौँ है। हामी चाहिँ हल्का चपन भन्ने ठाउँमा यसरी माछा मार्ने सिधै गोली बराबर जान्छ लिएर होइन त नि थोरै तर फेरिमा यहाँ आएका ब्लग हामी चाहिँ अब चट्टसँगले जाने हो। माछा चाहिँ कति केजी 10 धार्नी जति नै मार्छु मलाई। केजीको के कुरा गर्नु होला यसले त फेरि ठाउँको ठाउँ हो नि त फेरि हो र यसो सिधा एक छाक्ची निकाल्छ यसले लागौँ त। अब चाहिँ हामी जाँदैछौँ यहाँदेखि बोक्सेदेखि हिँडिरहेछौँ केटाहरूको घरदेखि। आज चाहिँ डरो केटाहरूले माछा मार्छ अरे होइन। गलाहरू एकैचोटि देखाउँछ। म चाहिँ टोपी सोपी लाएर जाँदैछु घामले पोल्छ र फेरि फर्किने अवस्था आइरहेछ। अलिकति एनर्जी ड्रिङ्क खानुपर्ने के भयो के हो हाम्रो डिमान्ड हाई भएको छ। ल हामी चाहिँ फर्केर फेरि तलदेखि जान्छौँ है। तल गाईहाटदेखि यहाँदेखि गयो भने माछा पर्दैन अरे, त्यही भएर तल गाईहाटकै बाटो छाड्नु पर्ने हो आयो। ल हामी चाहिँ अब चाहिँ यहाँ आइसक्यौँ। गाडी चाहिँ यहाँ राखेर हामी चाहिँ यता मासतिर जानुपर्ने छ। यता मासतिर चाहिँ गाडी जाँदैन, बाइक मात्र जान्छ। त्यही भएर यतातिर जान आँटेको छौँ। पुरै जङ्गल चाहिँ पार झरेर हत्ती खरान भइरहेछ। हरियाली छ है। भर्खर पालुवाहरू पलाउनु थालिसकेको छ। यहाँ त छैन त माछा हेर्ने। जङ्गल चाहिँ हल्का रमणीय नै पाराको छ। रमाइलो छ। के तपाईँ आज माछा कति मार्न चाहनु भएको छ? 2 किलो 2 किलोमा 1 पाउ चाहिँ घटाइदिउँ। 1 पाउ 1 केजी हारी मार्छ होला नि। अरू मरोस् नमरोस् टाउको चाहिँ यसको नाममा मस्त टाउकोमा हानेर चुटाइदिएर त्यहीँ छोड्दै यसले खोजेर खान्छ त्यहीँ। जङ्गल आयो यसले यस्तै भन्छ होइन त्यही छ नि जहिले घाँस भन्छ गर्नु पर्यो नि। खालि चिसो खान्छ यार। अब एकैचोटि हामी पोखरीमा पुगेर चाहिँ भेट होला जस्तो छ है। यहाँ हिँड्न अलिक अप्ठ्यारो भयो। यता भिडियो हेर्नु कि तल यस्तो चाहिँ ढुङ्गे फेरि खाल्टाङ र फुल्टो ए चप्पलै अर्को लाइन भएर चिप्लो भएर निस्क्यो नि के हुन्छ। एकजना फिस हन्टरले चाहिँ सिधै पोखरीमा इन्ट्री मार्न आँटेको छ। सल्लाह पनि छैन मारौँ भनेर टुटुङ छिरिसक्यो। माछा भुर्रा चाहिँ देखेँ है मैले। ओके लु 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 त मार त। ओडा चिसो छ। बच्चा मात्र होला सबै करेन्ट लगाएर कि मारिदियो कि। ल यसले त मारे त यहाँ न यहाँ नजिक हेरौँ। सुर शिकार 1 शटमै ल यसले त मारे देखो ठुलो ल 1 केजीको मार्ने सवाल भइसकेको छ। पट देखो त्यसले पट समात उनका होइन फेरि केटाहरूले बल्ला बल्लाको शिकार कान्छा बाउको अनुहार के भन्थे। प्लास्टिक भएन नि यो बोतलमा हाल्नु है। माछाको कता छ भनेर खोज्दै खोज्दै कार्यक्रम हेरिँदैछ। हाम्रो केटाहरूले 2टा चाहिँ मारिसक्यो है अहिलेसम्म। 2टा चाहिँ फ्याट्टै मारिसकेको छ। अहिले पोखरीमा हेर्नु पर्ने छ माछा अवलोकन। माछा त त्यस्तै अब एक हान्नुपर्ने हुन्छ। म चाहिँ अब जम्पिङ जम्प
माछा मारिदिएँ मैले पनि। केटाहरू त सिरियस लिइरहेछ त मेरो माछा मार्नु त। मेरो चप्पल अब निस्किने भयो न्याङ। चप्पल यसले माछा 3टा मारेको क्या 2टा रहेछ। एउटा त हिले पो रहेछ। ए बुझ्न त फिनिसै बनाइदिएछ नि त केटाले, चकनाचुर बनाइदिएछ मार्दै। अब उकालो जाँदैछौँ हामी। यो पोखरीमा 2टा 2.5 केजीको मात्र मारिन्। यसलाई यता छिर्दिउँ हो यहाँ। ऊ माथि देख्यो। यो पोखरीमा मेहनत गऱ्यो भने चाहिँ पाउँछ है केटाहरूले। यो केटाहरूले चाहिँ खोला चाहिँ फर्काइसकेको छ यतातिर। कस्तो बैल गयो भल गएको जति बनाइसकेर ल ल हेर त ल ल उता खानेपछि घुटु टुङ गइहाल्छ क्या। मेहनत चाहिँ बेस केटाहरूको डरै देखिरहेको छु म। ओइ निकै बनाएको छ यार यिनीहरूले त। के उम्किँदैन क्या? यो थुन न म छुन्छु यो कुना यो थुन त्यसलाई उता थुन न म उता पानी उता ढुङ्गा लगाउँदा फाल्न ए ढुङ्गालाई एक्लै काट्नु यो यसलाई चाहिँ पानी पुराउनु लिनुपर्छ कि एउटा पुछ हाल्छ यहाँ माछा केटाहरू झप्पसम्म ल्याएर यहाँ आइज त्यो छोड न यहाँ आइज न भागेर यहाँ आइसक्यो एउटा यहाँ पढ भन्छ आफू चाहिँ माथि पहिला मार्नु तल मार्के यता आउन कडा हो भ्याग उठ्दो रहेछ होइन हिले ए थुप्रै गर्न यहाँ पानी फाल्न सबै अनि पो मर्छ त सबै। यता उम्केको त ल्याउनु पर्यो नि त उम्केको उम्किएको क्या तल समात्ने क्या तलपट्टि कहाँ त्यो तल फेरि सबै फालेर त्यसरी पानी सर्छ। बोतल यहाँ छ फेरि हाल्लाउने मा फेरिमा ढुङ्गा लाउँला है सबै। यहाँनिर हिले छ भन्दैछ उयो होला हिले यो त जहाँ छ उफ्रिने हिले यसले लगाएछ टोक्री लग 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 माथि पानी फाल्दा फर्क पाल्दा सकाइदिने हो क्या एकै लटमा। त्यता अहिले जाउसँग त्यता हेर उता बस्छ त्यतातिर अरे हेरे अरू चाहिँ सबै पाउँछ बनायो न यहाँ पकाउन आइज नि दति म माथि होइन भ्यागु त होला। मुर्रा ल सक्यो ओर ठुलो ठुलो यहाँ पकाउनु ठुलो पकाएको छैन यहाँ मुर्रा खाने कडा मुर्रा त्यो त्यहाँ पिट्ली पिट्ली पर्छ ढुङ्गा पल्ट होइन ढुङ्गामा कोप्चामा बसिरहन्छ क्या
क्या बिग यसले समाते सानो हेरेर हाम्रो चाहिँ हल्का म्याच 2-3 घन्टाको माराइपछि चाहिँ यहाँ यति माछा चाहिँ केटाहरू टोक्रिएम बोकिरहेछ। अब चाहिँ हामी घर जान आँटेको छौँ। माछ चाहिँ डेन्जरै मारियो अनि खाजा साजा यहाँ खाएर चाहिँ अब शीतल हुँदै जाँदैछौँ। अहिलेको चाहिँ हामी चाहिँ कति बजे 11-12 बजे आएको होला 3 बजे 3 घन्टा जति यसो रमाइलो गऱ्यौँ होइन। केटाले माछा मारेको छ घर लगाएर भुटेर खाने अरे यस्तो जङ्गलमा आइरहेको छौँ है हामी चाहिँ। आउँदैछ हाम्रो सिकारी ग्याङहरू आधी केजी मारेर तपाईँको मैले चाहिँ माछा मारेर जाँदा 2टा फोन भेटाएर आएको छु। यो चाहिँ गएर सस्तो मालमा बेच्नुपर्ने हुन्छ, एक दिनको लागि भइहाल्छ। ल हामी चाहिँ अब लाग्यौँ घरतिर। ल अब चाहिँ बल्ल बल्ल हिँडेर हामी आइसकेका छौँ गाडी भएको ठाउँमा। अब चाहिँ सरासर घर जानुपर्ने हुन्छ। घरमा गएर केटाहरू माछा बनाएर खान्छ होइन। त्यसपछि घरमा पुगेपछि माछा कति छ देखाउँछु। त्यत्रो धेरै छ माछा। अहिले त बाटोमा देखाउनु भएन, चोर्ने सम्भावना बेसी हुन्छ। फाइनली घर आइसकेको छौँ। हाम्रो दिपक पाहाडको घरमा आइसकेको छौँ भनेपछि यिनीहरूले माछा चाहिँ माछा कृपया हाम्रो 2 घन्टाको मेहनत गङ्गटा पनि समातेछ है केटाले। ओइ अना नबोल ल्याउ न चिसो भएन ल्याउ न माछा त यार मारेको छ त यिनीहरूले त। खाजा हुने रहेछ होइन। एक पाउ जति मारेको छ। ला भुइँमै गरे अब ल केलाउने सेलाउनेहरू पकाउ केटा। एकैछिनमा पाक्छ यतिखेर है। फोड्यो फोड्नु म त पर्दैन जस्तो लाग्छ त। कस्तो यतिको भुट्छ हौ, छ्या घिन लाग्दो माछा होला है। सेतो त पर्दैन होला, अर्को त्यो बुदुना चाहिँ होला। तितो हुन्छ क्या फ्राई गरेपछि क्या तिदैन शीतलमा यता राख। मेरो खोलामा कुवा बनाएको त्यति खेर गयो। ए पानी नखाइकन है। यो त सुरुमा मैले गरेको है। फ्रिजमा हालेर खा न। हावा चलेर हो क्या लाइन कटाएको। जीवन भयो त बनाउँदिनँ म जाँडा बनाउन मुना। यो छड्के बनाउँछ अरे आउँदैन बनाए केटाहरूले अनि चत्रसँगले केटाहरू खाएर रमाइलो गर्नुपर्छ। एकछिन पर्खिनु होला। माछा कस्तो पकाउने तपाईँले ठुलो सङ्घर्ष लिनुभएको छ आज। स्पेसल रातो पारेर चुरुम बनाउनु पर्छ। तपाईँको त्यो माछाको भित्रको हुन्छ नि काँडा। म चाहिँ अरू के होइन वाइन खाएँ ल। यसकै वाइन बनाउँछ होइन। आयो भने बनाउँछ, नेपालमा चाहिँ बनाउँदैन, अरूतिर चाहिँ बनाउँछ। छड्केले हाम्रो बनाउँछ। यो त तराईतिर मात्रै पाउँछ कि क्या हो यो? होइन हजुर, यो पाहाडतिर हुँदैन। पाहाडतिर त हुन्छ नि। पाहाडतिर गएको छैन, थाहा छैन। पाहाडतिर त पाउँछ नि, तराई जस्तै नि हो नि पाहाड पनि होइन। लेसतिर चाहिँ नपाउने होला। जिब्रो रातो रातो बनाइन्छ खान्छु म। बेसी अन्डा छ क्या मलाई हेर त यी अन्डै मात्र छ सबै। सबै चाउरी परेर मरेछ त यार यिनीहरू त कसो त। अन्डा खाले त्यो काटी घुम्न गयो मेरो घरमा खुट्टा। ए अन्न चोरे जस्तो छ। धेरै बोलेर के
किन यो राखेको हो यहाँ यो यस्तो स्टार गरेर गयो कहीँ देख्नु भएको छ फोटो स्टुडियो बनाउन आँटेको यसले पानी छिटिएर पनि रमाइलै हुन्छ नि बोट बिरुवालाई माछा खाना है कस्तो खाने तपाईँ झोलालाई खाने ग्रेभी खाने कि फ्राई खाने त्यही त भनेको 3टा आइटम बन्छ यसको तपाईँ के खानुहुने धेरै माछा मार्नु उयो अर्को धोइराख्नु पकाउने आज त यही पकाउने हो आजको धेरै माछा मार्नु यो मिस्टर सल्को राखेको गाउँबाट चाहिँ मटन यहाँ एक डोल पानी एक डोल पानी थापिरहेको झोलाउनु पर्छ गङ्गाटामा यसले के भनेको त गैँटा म खान्छु भन्छ गङ्गाटा चाहिँ यो मुनि पाउँछ है तलको धारामा थोडा पाउँदैन जाने हिँड्न त मात्र त्यहाँ टन्न मारेको थियो त्यहाँ पनि केटा होइन थोडा मारेको हामीले होइन अहिले त भोलि जाउँ त्यही तिमीहरू मारेर सुँगुर भुट्ने मान्छे छ कुन यो धारामा कल ओह्रालो थोडा समुद्र थोडा पाउँछ त्यहाँ गङ्गाटा अनि फेरि सुत्ली मात्रै माछा फेरि अरू केही पाउँदैन सुत्लीलाई हिँडे त्यो माटो बालुवा छ नि त चिरेर खाले गु जस्तो यो अन्डा हो अन्डा हो कि सबै के भन् अहिलेको भ्लगमा भन न अलिक भन् के भन्नु छ मेरो भिडियोमा आउँछ नमस्ते मेरो नाम एलुन राई भनेर खै त भन्नु भन्ने गीत गाइदियो नि लाज लागेछ के यो भन्छ न के कुन गीत रे यसले गीत खतरा गाउँछ पल पल जिनामा दुईटा यो पल पल जिनामा टिकटक ब्यान गर्दै टिकटकले कसलाई यसलाई टिकटकले ज्ञान गर्दै युट्युब पनि ब्यान्ड होला नि यसको गीतले फेरि होस् नगरौँ होला ए यसले नि दोकान गएर आइज लगाएर पर्छ ए यो चाहिँ देखाउन फ्रेस फ्रेस माछा फ्रेस माछा निस्किसकेको छ यो चाहिँ अस्ट्रेलियाबाट यो अलि नजिक देखिनुपर्छ अलिक ठुलो निकाल्नु ए ओइ नबोलिकन क्या बोलेपछि त अरूले थाहा पाइहाल्छ नि थाहा पाउँदैन क्या लो यसले त कत्ला निकाल्नु फेरि कत्ले निकाल मछलीवालाले धरनको मछलीवालाले यसले चाहिँ कहाँबाट अठ्याएको सुरुमै मारेको नि उन्देको ओपनिङ हो यो ओपनिङ ब्यालेन्स ल ल कता पकाउनु जानु पानी सुकाएर लिएर आइज खरको यो नलाने भाडा होइन अहिले छोड्दैन ओइ मोबाइलहरु कहाँ चप्पल आएर ल्याए नि त 20 रुपियाँ लिएर आइज 15 रुपियाँको ले 5 रुपियाँको बस्ता उठा कहाँ आइन त ए माछा आधी हगेर आउँदैछ क्या त्यहाँ अलि हग्नु भन्नु छिरेको यो आइयो कार्कीको अब चाहिँ पकाउनु सुरु भइरहेछ है उदय हेर्न र आमा खोर्सानी पनि सर्लक्क यही पिरो हो डेन्जर पिरो भने यही हो आमा बास्ना मात्र आउँदो रहेछ कुन यो हरियो खाएर देखा वास्तै बास्ना त डङ्ग आयो त छैन त फ्राई प्यान त्यो अठाने किन युनिक हो के हालिस् भन्दा नुन हालेको बेसार हाले मसला हाले प्याज हाल्नु हालिस् प्याज त कहाँदेखि हाल्नु त हल्का तेल पनि हाल त्यो गाडा छोडेर जान्छ दाइरेक्ट सिकाउँछ त्यहीँ तेल लगाएर हुन्छ त हाल्न हल्का चुरा को घरलाई अब सिकाउँछ अर्कोले खोर्सानी खोइ के हाल्छ बेसार नहाल भयो नबोल अहिले गाडा छोडेर जान्छ कुकुरलाई सिकाउँछ बना नि त त्यसो भने कहाँ नरिसन मलाई किन होला रहेछ नि यता आएछ मस त्यहाँ यो त त्यसमा आइहाल्छ टमाटर खानु छ जङ्गी बस्छ त फेरि दिउँ कि क्या सिकाउँछ तेल तेल ल्याउँछु पक यो ल्याउँछु बाहिर फेरि कुन चाहिँ तेल ल्याउने हो कि टमाटर पनि हालिदिउँ अलिकति है मिल्दैन पारै मिल्दैन मासु लिएर आउनु म खतरा बनाएँ राँगाको मासु त दिन्छ त नि त्यही त मासु लिएर आउनु म खतरा बनाएँ
ए यत्रो पैसा कोरियन स्टाइलले बनाइन्छ यत्रो पैसा हालिदिँदा पनि अझै अझै चित्त बुझेन माफ गरिदिन्छ भैया जी तर होइन राँगो मासु पनि ट्याक्क डामेर हान्छ मजा आउने रहेछ नि यस्तोमा अलिक बाक्लो बाक्लो हुन्छ नि यस्तो तिमीलाई पहिला उसिन्नु पर्छ कि हैन दामी देखि उसिनेर पातलो पातलो बनाएर ट्याक भोलि आऊ है भोलि के 1150 हाल्दै उसो 11 बजीतिर पछि लागिरहेको त पैसा लगाउने खोइ अब आउँदैन आएछ उसको पछि त खोर्सानी लाएर पटेटा गरिहाल्नु ए स्टार हो त के भयो तपाईँ हाले भोलि त्यसरी हाल्नु क्या बाहिर सिकाउँछ यसले धेरै सिकाउनु दिएको छ नि सिकाएर के भन्दैछ भाइ के हारूले किन्ने खाउँदै हँ हारूले किन्ने खाउँदै त्यो के बोल धेरै बोल्दैन अब लोकल मिसाउनु र मिसाउनु त यो लोकल माछा त मिसाउनु त मिल्छ होइन यो भने अर्ग्यानिक माछा हो छिटो लगा न हाती पाकिसक्यो यसले यो जान्छ त्यति त के राखेको स्टार हो नि त मिहेन त तर मजाले ल गरिसकेको छ केटाहरूले माछा त्यही भन्ने छ रक्सी खान्न के अन्त अलिअलि खतरा हुने अब चाहिँ मजा खाने केटाहरूले खान्छ होइन रमाइलो गर्छ होइन अनि बिस्तारै खाएर अनि चढ्नुपर्ने हुन्छ घरतिर लाग्नुपर्ने हुन्छ है त केटाहरूले त मस्त साह्रै खान्छ देखाउन न यो चाहिँ यस्तै खानुपर्छ है चाहिने कुरो तपाईँको भन्नुहुन्छ भने एकदम स्पेसल भएछ यो अरू आफ्नै खोलाको आफ्नै बारीको अर्ग्यानिक खानुपर्छ मिठो 2-3 करोडको त खाइयो आज